हेलो नमस्ते। आज म चामलको ढोक्ला बनाउन गइरहेछु। मेरो इन्ग्रेडियन्ट्सहरू सुजी, दही अनि भिजाएको चामल। अब म यसलाई ग्राइन्ड गर्छु। यो चामल मैले 3-4 घन्टा भिजाएको हो। रातभरि भिजाए नि हुन्छ। अनि त्यसपछि अब ठ्याक्क बटुकामा 1 बटुका दही, इक्वल साइजको बटुकामा मैले त्यहाँ सुजी पनि राखेकी छु। त्यो सुजी पनि यसैमा हाल्ने हो। मोटो दानाको सुजी हो यो। अब यसलाई ग्राइन्ड गर्ने हामी। यहाँ हेर्नुहोस्, ग्राइन्ड गरिसकेपछिको मेरो टेक्सचर कस्तो भएको छ। यसमा अलिकति पानी पनि हालेको थिएँ मैले, नत्र बाक्लो हुन्छ भनेर। यतिको टेक्सचरको ठिक्क छ। एकछिन यसलाई 15-20 मिनट रेस्ट गर्न छोडेकी थिएँ छोपेर। अब हेर्नुहोस्, यस्तो भयो देखिरहेछ यो। अब यसमा जिरा, स्वादअनुसार नुन, अब यो चाहिँ क्रस गरेको अदुवा, यो चाहिँ चिनी पिसेको, तेल, जुन तेल खानुहुन्छ हजुरले त्यो 2 चम्चा तेल हालिदिनुहोस् होला। मजाले मिक्स गर्ने यसलाई। यसलाई एकछिन फेरि रेस्ट गर्न दिउँ। अब यसमा हामी सोडा हाल्यौँ अनि अलिकति पानी हाल्यौँ। अब मिक्स गर्दैछौँ एउटै डाइरेक्सनमा। अब चाहिँ हामीले यहाँ स्टिम गर्नलाई रेडी गरेका छौँ। यसैमा ब्याटर हालिदिन्छौँ। अब यो हामी स्टिम गर्न राखिदिन्छौँ। यसलाई 15 मिनट जति छोडिदिने। यहाँ हेर्नुहोस्, मेरो स्टिम गरेपछि यस्तो भयो व्हाइट ढोक्ला। अनि मैले यहाँ रेड चटनी, टमाटरको चटनीसँग सर्भ गरेर देखाएकी छु। अब यहाँ हरियो चटनीसँग पनि सर्भ गरेर देखाएको छु। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब।